पूजनीय आमा ढोग, तिमी सन्चै होला क्यारे? भगवान पशुपतिनाथसँग कामना गर्छु तिमी निरोगी बाँच्नु। आमै, तिमी मलाई सम्झन्छौ कि नै? डाँडाको बतासले बतासिएर बेसीको हुलमा बरालिँदै एउटा बिरानो बस्तीमा छु। भाग्य भनौँ जिउँदैछु। आफ्नाहरू आफ्नै नभएपछि बिरानाहरू नै आफ्नो लाग्ने रहेछन्। ए आमै, तिम्रो कपाल फुल्यो कि नै? फुल्यो भने भन है, म काली मेहन्दी पठाइदिन्छु। म गाउँमा हुँदा घर पछाडि डाँडामा आएर बस्ने डम्म बादलहरू आजकल त्यसै गरी बस्छन् कि भाग्छन्? दिदीहरू माइत जान्छु भनेर तिमीलाई भेट्न आउँछन् कि आउँदैनन्? भारी बोक्दा तिम्रो ढाड अझै दुख्छ कि नै? तिम्रो साडी लगाएर तिम्रो नक्कल पार्दै म नाच्ने त्यो फराकिलो आँगन फराकिलो नै छ कि साँघुरी हो? हैसाले तिम्रो हातभरि उठाएको ठेलामा मैले जसरी बाले नुन पानी लाएर सेकाइदिन्छन् कि नै? आमै, तिमी मेरो बारेमा बासँग कुरा गर्छौ कि उसै गरी मेरो फोटो सिरानी मुनि राखेर रातभरि रुन्छौ? हेर न, मसँग सिरानी मुनि राख्न तिम्रो एउटा पनि फोटो छैन। यसपालि मलाई तिम्रो एउटा हाँसेको फोटो पठाइदेऊ ल। ए आमै, तिमीलाई एकचोटि हेर्न मन छ। जुनलाई हेर, आज त औँसी हो के रे? अँध्यारोमै जन्मिस, के गर्नु मैले? अभागी अभागी, यही अभागी भाग्य लिएर भाग्यमानी हुन्छु कि भन्दै भौतारिँदैछु। आमै, म घर फर्क्यौ कि नै? तिमीले आफ्नो निधारमा लगाएको रातो टिका झिकेर धुरी खाँबोमा झुन्डिएको ऐनामा टाँस्थ्यौ। मैले ऐना हेर्दा तिमीले टाँसेको त्यो रातो टिका मेरो निधारको बीच भागमा आएर बस्थ्यो। हो, मैले त्यही दिन हो म भित्र